यस्तो अन्धकारमा अनिसा सामने घरले चाहिँ भिडियो बनाइरहेछ भनेर नतर्सिनु होला है साथीहरू। लाइन थिएन कि हेर्नु न। अनि म चाहिँ रेडी भएर निस्किसकेँ घरबाट। अनि चाहिँ आज मसँग हुनुहुन्छ उहाँ दिदी, कामना दिदी चाहिँ हुनुहुन्छ। धेरै पछि भेट भएको साथीहरू है हाम्रो चाहिँ दिदी बहिनीको। अनि हाम्रो यो रानीको भन्दा मुनिको टर्निङमा चाहिँ कस्तो जाम परेको कि साथीहरू। अनि मैले चाहिँ थोरै भिडियो लिइदिएँ कि। अनि कति बेला चाहिँ भिडियो आउँछ होला, कहाँ चाहिँ जान लागेको होला भनेर चाहिँ एकदमै आत्तिनु भएको जस्तै चाहिँ लाग्यो है मलाई। अनि हेर्न सक्नुहुन्छ हामी चाहिँ द मन्त्रा क्याफे रेस्टुरेन्ट एन्ड लजमा चाहिँ आइपुग्यो हौ साथीहरू। हेर्नु न त्यहाँको कस्तो दामी के बस्ने ठाउँहरू पनि त्यो मुढा जस्तो के काठको हुन्छ नि, कस्तो राम्रो लाग्यो मलाई चाहिँ फर्स्ट टाइम आएको। अनि मैले चाहिँ अलिअलि भिडियोहरू लिएको छु। अनि हेर्नु न यो ठ्याक्क यो चौरमा चाहिँ जाडोमा बसेर है टक्क अब चिसो चिसो कफी सफी जे खाए पनि मिल्यो के साथीहरू है। अनि कस्तो हेर्नु न त्यहाँ पनि कति राम्रो थियो, तर त्यहाँ चाहिँ मान्छेहरू हुनुहुँदो रहेछ। अनि त्यही भएर हामी चाहिँ यता भित्र नै बस्यो। तर भित्र त झनै वाउ रहेछ क्या साथीहरू। बाहिरबाट हेर्दाखेरि चाहिँ त्यस्तो ठिकै थियो, तर भित्र गएपछि चाहिँ मलाई एकदमै राम्रो लाग्यो। बेलुका आउँदाखेरि झन् एकदमै दामी भाइब्स हुन्छ होइन साथीहरू। साथीहरू मिलेर जानु होला है त। आज चाहिँ म र दिदी मात्रै छु। नेक्स्ट टाइम फेरि पनि जाउँला, फेरि पनि भेट हुम्ला है त। हाम्रो चाहिँ दिदी र मेरो चाहिँ आजको चाहिँ स्पेसल समर स्प्रे एप्पल साइडर, अनि हाम्रो चाहिँ चिकन चिल्ली मोमो, अनि पानी छ, अनि साथमा अरू पनि छ। अनि एकदमै रमाइलो भइरहेको थियो। दिदी बहिनीको मिठो गफ चलिरहेको थियो है साथीहरू। तर एकदमै राम्रो लाग्यो मलाई चाहिँ। एकदमै हुन्छ नि शान्त, एकदम पिसफुल छ साथीहरू। हजुरहरू पनि जान्नु होला, एकदमै राम्रो छ द मन्त्रा क्याफे रेस्टुरेन्ट एन्ड लज है त। अब चाहिँ हामी पनि फर्किनु पर्ने हुन्छ साथीहरू। आजभोलि त रात पर्छ चाँडै नै है। यस्तो अन्धकार हुन लागिसक्यो साथीहरू। अब फेरि भेटौँला मन्त्रा क्याफे है त। बाई बाई, स्टे ट्युन है त। सी यू सुन।